परीक्षामा आउन सक्ने महत्त्वपूर्ण ट्राफिक चिन्हहरूको पहिलो प्रश्न। यहाँनेरि तपाईहरुले यो ट्राफिक चिन्ह देख्न सक्नुहुनेछ अनि प्रश्न भनिएको छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ। अप्सनहरु रहेको छ वर्गाकार, आयतकार, पार्किङ स्थल र अस्पताल। तपाईहरुले आफ्नो टाइम लिन सक्नुहुनेछ। यो ब्याकग्राउन्डमा नीलो भएको र पी लेखिएको ट्राफिक चिन्हले के जनाउँछ। यसको सही जवाफ रहेको छ पार्किङ स्थल ग नम्बरको। तपाईहरुलाई परीक्षामा पनि यस्तै क्वेशन आउँछ, यसरी सोधिन्छ। पक्कै पनि नआत्तिकिन लेख्नु होला। अब अर्को प्रश्नतर्फ लागौं। ट्राफिक चिन्ह तपाईले स्क्रिनमा देख्न सक्नुहुनेछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। एकतर्फी बाटो, दुईतर्फी बाटो, पूर्वतर्फ, पश्चिमतर्फ। यसको सही जवाफ रहेको छ एकतर्फी बाटो। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। पसल, वर्कशप, घर र पार्किङ स्थल। चारवटा अप्सनहरु रहेको छ र यसको सही जवाफ रहेको छ यसले वर्कशपको जनाउँछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। धार्मिक क्षेत्र, आवास क्षेत्र, अस्पताल र प्राथमिक उपचार। र यसको सही जवाफ रहेको छ घ नम्बरको प्राथमिक उपचार। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। उकालो बाटो, एकतर्फी बाटो, उछिन्ने ठाउँ, दायाँ मोड। चारवटा अप्सनहरु छ। यसको सही जवाफ रहेको छ यस्तो चिन्हले चाहिँ उछिन्ने ठाउँलाई बताउँछ। अब अर्को ट्राफिक चिन्ह तपाईको स्क्रिनमा। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। क टेलिफोन, ख इन्टरनेट, ग टुल, घ प्रहरी। र यसको सही जवाफ यो चिन्हले चाहिँ टेलिफोनको चिन्ह जनाउँछ। तपाईले स्क्रिनमा चिन्ह राम्ररी हेर्नु होला। मैले राम्रोसँग देखिने गरेर राखिदिएको छु। तपाईले यो प्रश्नहरुलाई दोहोर्याएर पनि हेर्न सक्नुहुन्छ, प्र्याक्टिस गर्न सक्नुहुनेछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। क टेलिफोन सेवा, ख ट्रक सेवा, ग टी जक्सन, घ बाटो समाप्त। र यसको सही जवाफ रहेको छ बाटो समाप्त। यस्तो ट्राफिक चिन्हले बाटो समाप्त भएको जानकारी गराउँछ। अर्को ट्राफिक चिन्ह। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। पैदल यात्रीको बाटो, विद्यालय, प्रहरी, बिग्रेको बाटो। यसको सही जवाफ रहेको छ पैदल यात्रीको बाटो। अब अर्को चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। क गाडी राख्ने ठाउँ, ख अस्पताल, ग मेसिन, घ पेट्रोल पम्प। यस्तो ट्राफिक चिन्हले चाहिँ पेट्रोल पम्पको संकेत गर्दछ। यसको सही जवाफ घ नम्बर रहेको छ। अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। तपाईलाई परीक्षामा पनि यस्तै तरिकाले सोधिनेछ। यो चिन्हहरु पनि त्यस्तै गरी आउनेछन्। अब अप्सनहरुतर्फ लागौं। क विश्राम स्थल, ख रिफ्रेश सेन्टर, ग बास बस्ने ठाउँ, घ अस्पताल। र यसको सही जवाफ रहेको छ बास बस्ने ठाउँ। यो चिन्हले बास बस्ने ठाउँ जनाउँछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। विश्राम स्थल, अस्पताल, आवास क्षेत्र, बास बस्ने ठाउँ। र यसको सही जवाफ रहेको छ अस्पताल। अब अर्को चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। घर, मन्दिर, जलपान, विद्यालय। यसको सही जवाफ रहेको छ जलपान। यो चिन्हले जलपानको संकेत गर्दछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। क पैदल यात्री र साइकलको बाटो, ख विद्यालय, ग केटाकेटी, घ भिडभाड हुने क्षेत्र। यसको सही जवाफ रहेको छ पैदल यात्री र साइकलको बाटो। तपाईले आफूले सोचेर यसको सही जवाफ के हुन सक्छ स्क्रिनमा दिएको अप्सनहरु मध्ये चुज गर्न सक्नुहुनेछ। मैले सही जवाफ भनिदिसकेको छु। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यो ट्राफिक चिन्हले के जनाउँछ। साइकल मर्मत, साइकलको बाटो, साइकल निषेध, साइकल यात्री। यसको सही जवाफ रहेको छ साइकलको बाटो। यस्तो चिन्हले साइकलको बाटो जनाउँछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। पार्किङ निषेध, बस बिसौनी, बस पार्क, पार्किङ स्थल। तपाईले सोच्न सक्नुहुनेछ के जनाउँछ होला त। यसको सही जवाफ रहेको छ ख बस बिसौनी। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यहाँनेरि अप्सन दिएको छ वन क्षेत्र, मन्दिर, ग वनभोज स्थल, घ विद्यालय। यसको सही जवाफ रहेको छ वनभोज स्थल। र अर्को ट्राफिक चिन्ह। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। जेब्रा क्रस, विश्राम स्थल, पार्किङ स्थल, विद्यालय। जुन यहाँनेरि कालोमा सेतो लाइनहरु छ यसले जेब्रा क्रसै जनाउँछ। यसको सही जवाफ रहेको छ क नम्बर। अब अर्को ट्राफिक चिन्ह। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। चिप्लो ठाउँ, उछिन्ने ठाउँ, अत्यन्त जरुरी भएमा मात्र राख्ने, घ वन क्षेत्र। यसको सही जवाफ रहेको छ अत्यन्त जरुरी भएमा मात्र राख्ने। अब अर्को ट्राफिक चिन्ह। यस्तो ट्राफिक चिन्हले के जनाउँछ। अप्सन क सडक छेउका रेखाहरू, अप्सन ख कच्ची सडक, अप्सन ग सडक, घ पार्किङ। यसको सही जवाफ तपाईले सोच्न सक्नुहुनेछ र यसको सही जवाफ रहेको छ सडक छेउका रेखाहरू। यो कालो लाइनमा जुन पहेँलो रेखाहरू कोरिएको छ यसले चाहिँ सडक छेउका रेखाहरू जनाउँछ।
अब अर्को प्रश्न, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? कालोपत्री सडक, उसिन्ने ठाउँ, सडक बीचका रेखाहरू, रोक्ने ठाउँ। यसको सही जवाफ रहेको छ सडक बीचका रेखाहरू। यो कालोमा सेतो लाइनहरू खिचिएको छ भने त्यसले सडक बीचका रेखाहरू भन्ने जनाउँछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यहाँनेरि तपाईहरुलाई प्रश्न छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क प्रवेश निषेध, अप्सन ख पार्किङ निषेध, अप्सन ग उसिन्न निषेध, अप्सन ग रोक्न निषेध। यसको जुन सर्कलमा क्रस लगाइएको छ यस्तो चिन्हले चाहिँ रोक्न निषेधको संकेत गर्दछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क प्रवेश निषेध, अप्सन ख पार्किङ निषेध, अप्सन ग पार्किङ स्थल, अप्सन ग पब्लिक निषेध। यसको सही जवाफ तपाईले सोच्न सक्नुहुन्छ र सही जवाफ रहेको छ अप्सन ख पार्किङ निषेध। पी मा जुन क्रस लगाइएको छ एकतिर तर्फबाट यसले चाहिँ पार्किङ निषेध गर्दछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? प्रवेश निषेध, दायाँ मोड्न निषेध, पार्किङ स्थल, रोक्ने ठाउँ। यसको सही जवाफ रहेको छ अप्सन क प्रवेश निषेध जनाउँछ यस्तो ट्राफिक चिन्हले। अब अर्को प्रश्न, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क पार्किङ निषेध, अप्सन ख उसिन्ने ठाउँ, अप्सन ग पार्किङ स्थल, अप्सन घ दायाँ मोड्न निषेध। यसको सही जवाफ रहेको छ अप्सन घ, यो दायाँ मोड्न निषेध जनाउँछ यो ट्राफिक चिन्हले। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेर प्रश्न सोधिएको छ र अप्सनहरु रहेको छ पार्किङ निषेध, अप्सन ख बायाँ मोड निषेध, अप्सन ग पार्किङ स्थल, अप्सन घ दाहिने मोड। यसको सही जवाफ तपाईहरुले सोच्न सक्नुहुनेछ र यसको सही जवाफ रहेको छ बायाँ मोड्न निषेध। अप्सन ख चाहिँ यसको सही जवाफ रहेको छ। अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? यहाँनेरि अप्सन क मा छ दायाँ मोड्न निषेध, अप्सन ख मा बायाँ मोड्न निषेध, अप्सन ग मा यु टर्न निषेध, अप्सन ग उसिन्ने ठाउँ। यसको सही जवाफ रहेको छ ग, यु टर्न लिन चाहिँ निषेध गरिएको छ। यु जुन साइन छ त्यसमा क्रस लगाइएको छ रेड साइन, यसले चाहिँ यु टर्नको निषेध गर्दछ। यसको सही जवाफ हो ग नम्बर। अब अर्को ट्राफिक चिन्ह, स्क्रिनमा तपाईले ट्राफिक चिन्ह देख्न सक्नुहुनेछ। यहाँनेरि रेड सर्कलमा 40 लेखेको छ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क पार्किङ निषेध, अप्सन ख अधिकतम गति सीमित, अप्सन ग पार्किङ स्थल, अप्सन घ जाने ठाउँ। यसको सही जवाफ तपाईले पक्कै पनि अनुमान लाउनु भएको होला। यसको सही जवाफ रहेको छ ख अधिकतम गति सीमित। यहाँनेरि 40 को लिमिट भन्ने संकेत गर्दछ। अब अर्को ट्राफिक चिन्ह, यहाँनेरि यो ट्राफिक चिन्ह तपाईहरुले देख्न सक्नुहुनेछ। प्रश्न सोधिएको छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क पार्किङ, अप्सन ख उसिन्ने ठाउँ, अप्सन ग सवारी चौडाइ सीमित, अप्सन घ विद्यालय। यसको सही जवाफ तपाईले केही समय सोच्न सक्नुहुनेछ र सही जवाफ रहेको छ अप्सन ग सवारी चौडाइ सीमित हो यसको सही जवाफ चाहिँ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क उसिन्न निषेध, अप्सन ख उसिन्ने ठाउँ, अप्सन ग एकतर्फी बाटो, अप्सन घ दुईतर्फी बाटो। यसको सही जवाफ रहेको छ उसिन्न निषेध। यो चिन्हले उसिन्न निषेध गर्दछ। क नम्बरको यसको सही जवाफ रह्यो। अब अर्को प्रश्नतर्फ, अर्को ट्राफिक साइन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? तपाईले स्क्रिनमा पनि देख्न सक्नुहुनेछ। यो ट्राफिक चिन्ह रेड सर्कलमा क्रस गरिएको छ हर्नलाई। पक्कै पनि यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क मोड्न निषेध, अप्सन ख घुम्ती, अप्सन ग गति सीमा समाप्त, अप्सन ग हर्न निषेध। पक्कै पनि बुझिसक्नु भएको होला, यो सजिलो छ। यसको सही जवाफ रहेको छ ग हर्न निषेध। हर्न निषेध भनेर यसको सही जवाफ हो। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क रोक, अप्सन ख रोक हेरेर जाऊ, अप्सन ग पार्किङ स्थल, अप्सन घ सिधा मात्र जाऊ। यसको सही जवाफ तपाईहरुले यहाँनेरि रहेको छ ख नम्बरको रोक हेरेर जाऊ भन्ने संकेत गर्दछ यो ट्राफिक चिन्हले। अब अर्को ट्राफिक चिन्ह, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? सिधा मात्र जाऊ, कुनै तिरबाट जाऊ, अगाडि गएर बायाँ मोड, घ गति सीमा समाप्त। यसको सही जवाफ रहेको छ ग नम्बर, अगाडि गएर बायाँ मोड। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क एकतर्फी सवारी, अप्सन ख दुईतर्फी सवारी, अप्सन ग सिधा अगाडि बढ, अप्सन घ
अगाडि जाऊ। यसको सही जवाफ रहेको छ अप्सन क एकतर्फी सवारी। अब अर्को ट्राफिक चिन्ह, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? रोक हेरेर जान देऊ, अप्सन ख रोक, अप्सन ग रोक र जान देऊ, अप्सन घ जाऊ। यसको सही जवाफ रहेको छ अप्सन ग रोक र जान देऊ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? ट्रक निषेध, अप्सन ख सवारी निषेध, अप्सन ग नो पार्किङ, अप्सन घ सवारी काट्ने ठाउँ। यसको सही जवाफ रहेको छ अप्सन क ट्रक निषेध। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क वृत्त, अप्सन ख गोलो घुम्तीमा जाऊ, अप्सन ग जाने ठाउँ, अप्सन घ जाऊ अस्थायी चिन्ह। यसको सही जवाफ रहेको छ अप्सन घ जाऊ भन्ने संकेत गर्दछ यो ट्राफिक चिन्हले। अब अर्को ट्राफिक चिन्ह स्क्रिनमा तपाईहरुले देख्न सक्नुहुनेछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क ढुङ्गा खस्ने ठाउँ, अप्सन ख बाटोमा काम हुँदै, अप्सन ग खतरा, अप्सन घ सुरक्षित ठाउँ। यसको सही जवाफ रहेको छ अप्सन ख बाटोमा काम हुँदै। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? चिफ्लो बाटो, पहाडको उकालो बाटो, बढी उकालो बाटो, उठेको बाटो। यसको सही जवाफ रहेको छ ग अप्सनको बढी उकालो बाटो। यो ट्राफिक चिन्हले संकेत गर्दछ। अब अर्को चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क साँगुरो पुल, ख दुईतिरबाट साँगुरिएको सडक, अप्सन ग साँगुरो बाटो, अप्सन घ एकतर्फी बाटो। यसको सही जवाफ रहेको छ अप्सन ख दुईतिरबाट साँगुरिएको सडक भन्ने यो ट्राफिक चिन्हले संकेत गर्दछ। अब अर्को ट्राफिक चिन्ह, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? पक्कै पनि बाटोमा तपाईहरु हिँड्दाखेरि यो ट्राफिक चिन्ह चाहिँ धेरै नै देखिराख्नु भएको होला। अप्सन क पहिरो झर्ने ठाउँ, अप्सन ख बढी उकालो, अप्सन ग नदी किनार, अप्सन घ खतरनाक भिर। यसको सही जवाफ तपाईले अनुमान गर्नुस्। यसको सही जवाफ रहेको छ अप्सन क पहिरो झर्ने ठाउँ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क बढी ओह्रालो, ख बढी उकालो, ग दुर्घटना क्षेत्र, अप्सन घ ट्रक मात्र। यसको सही जवाफ तपाईहरुले अनुमान लगाउन सक्नुहुन्छ। यसको सही जवाफ रहेको छ अप्सन क बढी ओह्रालो भन्ने संकेत चाहिँ यो ट्राफिक चिन्हले गर्दछ। अब अर्को संकेततर्फ लागौं। यहाँनेरि स्क्रिनमा तपाईले यो ट्राफिक चिन्ह पनि देख्न सक्नुहुन्छ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क सडक पोल, अप्सन ख डेकोरेटिभ लाइट, अप्सन ग ट्राफिक लाइट, अप्सन घ क्याट्स आई। यसको सही जवाफ रहेको छ अप्सन ग ट्राफिक लाइट। यस्तो ट्राफिक चिन्हले ट्राफिक लाइटको संकेत गर्दछ। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क केटाकेटीहरू, अप्सन ख अगाडि बाटोमा पैदल यात्री, अप्सन ग जेब्रा क्रसिङ, अप्सन घ विद्यालय क्षेत्र। यसको सही जवाफ तपाईले अनुमान लगाउनु होला। यसको सही जवाफ रहेको छ अप्सन ख अगाडि बाटोमा पैदल यात्री भन्ने यो ट्राफिक चिन्हले संकेत गर्दछ। अब अर्को ट्राफिक चिन्ह, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क नदीको किनारा, अप्सन ख बढी ओह्रालो, अप्सन ग बढी उकालो, अप्सन घ सवारीको भार मापन। यसको सही जवाफ रहेको छ अप्सन ग नदीको किनारा। अर्को ट्राफिक चिन्ह, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क बाटोमा काम हुँदै, अप्सन ख सडक सरसफाई, अप्सन ग उकालो बाटो, अप्सन घ ओह्रालो बाटो। यस्तो ट्राफिक चिन्ह तपाईहरुले बाटोमा देखिराख्नु भएको होला, पक्कै पनि अनुमान गर्न सक्नुहुन्छ यसको सही जवाफ के हो भनेर। यसको सही जवाफ रहेको छ अप्सन क बाटोमा काम हुँदै। अब अर्को ट्राफिक चिन्हतर्फ लागौं। यहाँनेरि प्रश्न सोधिएको छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? अप्सन क प्रवेश निषेध, अप्सन ख पट्के काट्ने ठाउँ, अप्सन ग जाँच चौकी, अप्सन घ तौल पुल। यसको सही जवाफ तपाईहरुले अनुमान लगाउनुस्। यसको सही जवाफ रहेको छ अप्सन ग जाँच चौकी चाहिँ यसको सही जवाफ हो। तपाईहरुले जति पनि यो भिडियोमा ट्राफिक चिन्हहरू हेर्नुभयो, यहाँनेरि सिक्ने प्रयास गर्नुभयो, यी ट्राफिक चिन्हहरू महत्त्वपूर्ण हुन् र तपाईले जुन लिखित परीक्षा दिँदै हुनुहुन्छ यो ड्राइभिङ लाइसेन्सको लागि, मोटरसाइकल, कार, स्कुटर जे पनि हुन सक्छ हैन, त्यसको तयारी गर्दै हुनुहुन्छ भने निकै महत्त्वपूर्ण छन्। यो प्रश्नहरूमा तपाईहरुले कतिवटा मिलाउनु भयो पक्कै पनि तलपट्टि कमेन्ट बक्समा अवश्य लेख्नु होला। तपाईहरुको लागि यो भिडियो युजफुल भएको छ भने अवश्य पनि एक लाइक गर्नु होला। अनि हाम्रो यस नेपाली टेक्निकल युट्युब च्यानलमा तपाईहरु नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरी साइडमा भएको बेल आइकनलाई पनि प्रेस गर्नु होला। ड्राइभिङ लाइसेन्स सम्बन्धी केही समस्याहरू छन् भने पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो, तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।